नमुना भएर हामीलाई पृथ्वीमा जबसम्म हामी रहनेछौँ तबसम्म हामीलाई जिउन दिनुहोस् प्रभु र सबै प्रकारका खराबी कुरोलाई पन्छाएर तपाईँ ख्रीष्टसँगले दौडिने हामीलाई शक्ति र मौका दिनुहोस्। यो मण्डलीमा तपाईँले मलाई आउन दिनुभयो। धन्यवाद तपाईँसँग गुरुआमाको निम्ति जसले यो मौका मलाई दिनुभयो प्रभु। उहाँले निर्णय गर्नुभयो। सबैलाई आशिष दिनुहोस्। इजरायलमा भएको नेपाली सङ्घतिर तपाईँलाई अझै फ्रस टाढा लानुहोस् प्रभु। धेरै हराएका मानिसहरूलाई भेट्न सकुन्। यो मण्डली एउटा दर्शन बोकेको मण्डली हुन दिनुहोस् प्रभु। दर्शन जहाँ हुँदैन त्यहाँ मानिसहरू मर्दछन्। त्यो कारण दर्शन भएको मण्डलीले अझै धेरै उत्तम लडन्त लड्दछन् प्रभु। त्यो कारण प्रभु हामी सबैलाई दर्शन भएको मानिस जस्तै भएर हिँड्न दिनुहोस्। मण्डलीको दीर्घकालीन हिँडाइको निम्ति पनि प्रार्थना गर्छौँ। तपाईँ परमेश्वरले यो मण्डललाई सम्हाल्नुहोस् र दोहोऱ्याउनुहोस् प्रभु। सबै अगुवालाई तपाईँको बुद्धि र ज्ञानले सधैँ दोहोऱ्याउनुहोस्। तपाईँको मानिसहरूलाई कसरी हेरचाह गर्नुपर्ने अगुवालाई बुद्धि र ज्ञान दिनुहोस् प्रभु। धन्यवाद आजको साँझको सङ्गतिको निम्ति। हाम्रो प्रार्थना सुन्नुहोस्। हामीलाई माया गर्नु नै येशू प्रभु तपाईँकै पवित्र नाम। आमेन। हुन्छ, धन्यवाद सबैजनालाई। जय मसीह। हालेलुया, प्रेज द लर्ड। प्रभुको महिमा भएको होस्। साँच्चै नै हामी आशिष भएको छौँ। अनि बाइबलमा हामी हेर्छौँ भने एलियालाई त्यहाँ ट्रिपल एनोटिङ भएको कुरा हामी देख्दछौँ। आजको वचनद्वारा पनि हामी डबल एनोटिङ भएको छौँ। हामी अघि आदि भयो यति भने आज चाहिँ हामी डबल एनोटिङ भएछौँ। डबल अभिषेक। मैले डबल ब्लेसेडको अनुभव गरिरहेको थिएँ अहिले वचन सुनिरहेको है। साँच्चै नै आजको प्रभुको जीवित वचन चाहिँ हाम्रो माझमा बोल्नुभयो। अनि हाम्रो प्रभुको महान दासबाट अनि हामी साँच्चै नै आज धेरै आशिष भएको छौँ। र आज हामीले आफूलाई एउटा अब आउने जीवनहरू हामी कसरी जिउन पर्ने भन्ने कुराहरूमा र आज हामी कुन स्टेजमा छौँ भन्ने कुरामा आज हामीले बुझ्न सकेको छौँ। र परमेश्वरको वचनको निम्ति म धन्यवाद दिन चाहन्छु हाम्रो आदरणीय पास्टरज्यूलाई। र अब हामी सेवाको अन्तिम भागमा आइपुगेको छौँ। र म अन्तिम भागको यो अब हामी धन्यवादको समय हाम्रो आदरणीय प्रार्थनाको निम्ति हाम्रो आदरणीय विषय मण्डलीका दाजु सुन्दर दाजुलाई म अघि बढाउन चाहन्छु। र हाम्रो आशिष हाम्रो आदरणीय पास्टरज्यूले नै मागिदिनुहुनेछ। हुन्छ, हामी सबैजना खडा हुने चाहिँ समय हामी आजको सेवाको अन्तिम समयमा आइपुगेका छौँ। साथै नै आजको हाम्रो माझमा हाम्रो पास्टर सन्तोष छेत्रीज्यूले उहाँले परमेश्वरको आशिषमय वचन बाँड्नु भएको छ। अनि हाम्रो जीवनमा साँच्चै नै आज हामीले आशिष पाएको छौँ। आमेन। अनि साँच्चै नै आजको दिनबाट हाम्रो जीवनहरूमा फेरि पनि परिवर्तनहरू हामीले देख्नेछौँ है। परमेश्वरको भरपुर आशिषहरू हाम्रो जीवनमा हामीले देख्नेछौँ। साँच्चै नै आजको वचनले हामी सबैको हृदय छुएको छ। अनि हामी जस्तो छौँ त्यस्तो होइन। आजबाट फेरि हाम्रो वचनलाई मनन गर्ने र वचन हामी सबैले बुझेको छौँ। वचन प्रष्ट छ। परमेश्वरको सत्य वचन आज हाम्रो माझमा अझै राम्रोसँगले है एउटा एकदम क्लियर रूपमा हाम्रो पारदर्शी रूपमा हामीलाई एकदमै बुझ्ने तरिका सजिलो तरिकाले हाम्रो माझमा हाम्रो आदरणीय पास्टरले बाँड्नु भएको छ। अनि आज हामी कुन ठाउँमा छौँ अनि हामीले त्यो कुरा हामीले आज सोच्नु पर्दछ। हामी अन्तिम समयमा आएका छौँ है। अनि आज हामी परमेश्वरको नजरबाट आज परमेश्वरको आज साँच्चै नै योजनाबाट हामी टाढा भागिरहेका छौँ कि यो कुरालाई आज हामीले मनन गर्नुपर्दछ। यदि हामीले बाटो बिराएको छौँ भने है आज परमेश्वरको नजरबाट हामी टाढो छौँ भने आज हामी फर्किनु पर्दछ। आमेन। अनि साँच्चै नै हामी परमेश्वरको एउटा असल एउटा ग्रहणयोग्य परमेश्वरको काम लाग्ने हामी एउटा असल हामी परमेश्वरको हामी छोराछोरी हुनुपर्दछ। आमेन। अनि जो जतिजना आज तपाईँहरू आउनुभएको छ अनि हामी सबैजना आशिषित भएको छौँ। अनि हामी साँच्चै परमेश्वरलाई धन्यवाद दिन्छौँ। यस समयमा आउनुहोस् हामी सबैजना प्रार्थना हामी गर्नेछौँ। हामी शिर झुकाउनेछौँ अनि प्रार्थना गर्नेछौँ। हामी प्रार्थनाको अन्तिममा गर्नेछौँ। हालेलुया। दयालु जीवित परमेश्वर प्रभु, हामी तपाईँलाई यसरी धन्यवाद दिँदछौँ। साँच्चै प्रभु आजको यस साँझको समयमा प्रभु आज तपाईँ स्वयं आज तपाईँको दास छोराबाट बोल्नुभएको छ। अनि आजको वचनहरू जुन हामीले आज सुनेको छौँ साँच्चै नै यो वचनहरू साँच्चै नै हाम्रो जीवनमा एउटा आशिष दिने एउटा फल फलाउने अनि साँच्चै नै यो कुराहरू हाम्रो जीवनलाई परिवर्तन गर्ने वचनहरू छ। आज यो कुराहरूबाट हामी साँच्चै नै हामी यदि बाटो बिराएको छौँ भने यदि हामी तपाईँको नजरबाट हामी टाढा आएका छौँ भने हामी फेरि पनि तपाईँको चरणमा हामी आउँदछौँ। हामीले बिगारेको सम्बन्धहरू छ भने हामी त्यो सम्बन्धलाई फेरि हामी
हामी जोड्दछौँ प्रभु अनि यो कुराहरूले प्रभु हामीलाई हरेक कुरामा हामीलाई आशिषको जीवन तपाईँले दिनु सक्नुहुन्छ। धन्यवाद तपाईँको दास छोरालाई हामी तपाईँ प्रार्थना गर्छौँ। साथै आज हाम्रो माझमा तपाईँले बोलिरहेको वचनहरूबाट हाम्रो जीवनलाई सही प्रकारले हामीले अगाडि बढाउन सक्नुहुन्छ प्रार्थना गर्छु। जो तपाईँको छोराछोरी र आज यस मण्डलीमा आएर प्रभु आज आशिषको वचन सुनेको छ, उनीको जीवनबाट प्रभु आज फल पाउने कामहरू हुन सकेको छ, उनीको जीवनबाट उद्देश्यहरू हुन सकेको छ प्रभु, ताकि तपाईँको महिमाको निम्ति साथै तपाईँलाई धन्यवाद दिन्छौँ। हालेलुया हालेलुया। दयालु जीवित परमेश्वर प्रभु तपाईँलाई फेरि पनि आजको यो साँझको समय हामी तपाईँलाई धन्यवाद दिँदछौँ। साँच्चै नै प्रभु आज हामी एकदमै आशिषले भरिपूर्ण भएको छ प्रभु। हाम्रो जीवनमा हामीले पाएको आशिषहरू प्रशस्त छ प्रभु आजको दिनमा प्रभु, किनभने प्रभु तपाईँको दास छोराछोरी यति टाढाबाट प्रभु आज यो समय प्रभु उहाँको समय अभावको कारण पनि आज हामी माझमा प्रभु तपाईँको वचन बोल्न आउनुभएको छ। अनि प्रभु आजको वचनबाट प्रभु साँच्चै नै हामी यति आशिषित भएको छौँ कि प्रभु हाम्रो जीवनहरूलाई प्रभु आज हामीले परिवर्तन गर्नुपर्ने कुराहरू, चुनौतीको कुराहरू हामीले पाएको छौँ प्रभु। साँच्चै नै यो कुराहरू आज हामीले वचन आज सुन्ने मात्र होइन प्रभु, वचन सुनेर हाम्रो जीवनमा हामी लागू गर्न सकौँ अनि एउटा प्रभु अनि असल तरिकाले तपाईँको असल छोराछोरी हामी बन्न सकौँ बिन्ती प्रार्थना गर्दछौँ। हाम्रो जीवनमा प्रभु कमी घटी कमजोरी समस्याहरू प्रभु अनि प्रभु यदि हामी बाटो बिराएको छौँ भने प्रभु तपाईँको वचनलाई पालना गरेको छैन भने प्रभु आज नै हामीले फर्किन सकौँ वचन अनुसार प्रभु। आज पनि हामी फर्केर तपाईँको प्रभु ग्रहणयोग्य अनि तपाईँको मन पर्ने प्रभु हामी छोराछोरी बनिन सकौँ भने बिन्ती प्रार्थना गर्दछु प्रभु। तपाईँलाई सबै कुराको निम्ति धन्यवाद दिँदछु प्रभु। आज यस सङ्गतिमा प्रभु साँझको सङ्गतिमा जो जति आउनुभएको छ उहाँहरू सबैको जीवनमा प्रभु तपाईँले आशिष दिनुहोस् भने बिन्ती प्रार्थना गर्छु। जो जति आउनु सक्नुभएको छैन प्रभु उहाँहरूको कामहरूको समस्या छ प्रभु उहाँहरूलाई पनि आशिष दिनुहोस् भने बिन्ती प्रार्थना गर्दछु। अनि तपाईँको दास छोरा पास्टर सन्तोषलाई तपाईँको हात राख्दछु प्रभु अनि यसरी नै तपाईँको सेवाईको निम्ति उहाँलाई अझै बढी चलाउनुहोस् भने बिन्ती प्रार्थना गर्छु। उहाँको जीवनमा अझै आशिषहरू खनाउनुहोस् भने बिन्ती प्रार्थना गर्दछु प्रभु। साथै तपाईँको शक्तिशाली वचनहरूलाई प्रभु अझै प्रकाश गर्ने प्रभु तपाईँको ज्ञान बुद्धि दिनुहोस् भने बिन्ती प्रार्थना गर्दछु। साँच्चै नै हामीले आज चुनौतीको कुराहरू आज उहाँले हामीले हाम्रो माझ राख्नुभएको छ प्रभु। आज यो कुराहरू आज हामीले गम्भीरतापूर्वक हामीले सोच्न सकौँ, हाम्रो जीवनहरूलाई परिवर्तन गर्न सकौँ बिन्ती प्रार्थना गर्दछु। धन्यवाद सबै कुराको तपाईँलाई धन्यवाद दिन्छु। सबै बिन्ती प्रार्थना चढाउँदछु हामीलाई प्रेम गर्नु येशू प्रभुको नाउँमा। अब हाम्रो परमेश्वर पिताको प्रेम, प्रभु यीशु ख्रीष्टको अनुग्रह अनि पवित्र आत्माको सङ्गति र सहभागिता हाम्रो सबै इजरायलमा भएका नेपाली मण्डली परिवारहरू छरेर बसेका चारैतिर जुन ठाउँमा छन् ती सबै प्रियहरूसँग तपाईँको आगमन नहुन्जेलसम्म तपाईँको सुरक्षा र शान्ति चाहिँ यसरी नै सदा नै सर्वदा बनिरहन्। आमेन। जय मसीह सबैलाई। हामी फेरि एउटा ग्रुपिङ फोटो खिच्दैछौँ, एउटा सामूहिक फोटो है, एउटा फोटो खिच्दैछौँ हामी अन्तिममा सबैजना